माता तपाईमा शक्ति छ भने यसलाई सिध्याउनुपर्छ है। एमाले र केपी ओली भन्ने सकिनुपर्छ नि। सकियो होइन? यो मन्दिर यही मूर्ति रोक्ने होइन, माथि दानाबारीमा राजाङ नाम्ने चाउचाउ खाएर जम्मै काटेर यहीँ ल्यायो होइन। आफ्ना साथी लडाइँ गरेर यही हस्पिटलले बचाउनु पर्यो, यिनै माताले संरक्षण गरे। त्यसले गर्दा राजाङ नाम्नेको बुद्धि पुग्छ भने यहाँ आएर पूजा गर्नु। मैले गल्ती गरेँ माता भनेर, होइन भने अझै त्यसको विनाश हुन्छ। कहाँ विनाश हुन्छ यो कुरा बुझ्नु। एमाले त सक्यो। त्यसले गर्दाखेरि अब देश बचाउने जिम्मा पश्चिमाहरूको अखडा हुन दिनबाट हेर्नुहोस्। अब म तपाईँलाई भन्छु, इनु संसारी कसको मान्छे हो? अमेरिकाको होइन। बङ्गलादेशमा लडाइँ गरेर इनु संसारी ल्याउने बित्तिकै सँगसँगै अमेरिकन सेना आयो होइन। आगे आएन भन न हो साथी हो तिमीले? पत्रकार तिमीलाई थाहा छ होइन? अब लिबियामा लखेटेर के गर्यो कर्णेल गद्दाफीलाई? आज देश ध्वस्त भयो, केही भएन। आज लिबियाका जनताले कर्णेल गद्दाफी खोज्दैछ। इराकमा सद्दाम हुसेनलाई मारेर के गर्यो? आज इराकका जनताले सद्दाम हुसेनै सम्झिन थाले। यहाँबाट राजालाई खेदेको छ नि गद्दीमा, राजै सम्झिन थाले कि थालेन? त्यसले गर्दा मैले राजाको विषयमा धेर भन्नु पर्दैन हो। त्यसले गर्दाखेरि तपाईँलाई एउटा कुरो के भन्छु भने, आज युवा जति जम्मै पलायन बनाउने, विदेशीको गुलाम बनाउने, अनि यहाँ अमेरिकन सेना झार्ने, अनि भारतलाई चारैतिरबाट घेरेर भारतलाई अस्थिर राजनीतिकमा लाने खेल नेपालबाट सुरु भएको छ। यो कोही बोल्दैन, डराउँछ। म किन बोल्छु? म त क्यान्सर सर्भाइभल मान्छे हो। जतिखेर पनि मैले मर्नुपर्छ। अजम्बरी कोही छैन, सत्य कुरा बोल्ने हो है। अहिले हाम्रो लडाइँ भनेको के हो थाहा छ? देशमा अमेरिकन सेना आउन दिने कि नदिने, एउटा कुरा। अर्को कुरो, हिजो केपी ओलीले देश चलाउँदै गर्दा यी नागरिकहरू तावामा थिए क्या। अहिले सुशीला कार्कीले देश चलाउँदाखेरि अब चाहिँ सिधै आगोमा परेका छन्, भुग्रोमा। त्यसले गर्दाखेरि यो देश बचाउनको लागि राष्ट्रिय झण्डा बोकौँ, एक घर एक झण्डा। मैले भनेको हो। सुशीला कार्कीको सरकार आउँदा लघुवित्त पीडितको माग पुरा भयो, सहकारीको माग पुरा भयो। बरु मैले आन्दोलन सुरु गरेपछि 16% ब्याज थियो, घटेर 6% आइरहेछ। ल्याएको छ नि त। अनि यी बिर्तामोडका व्यापारी, नेपालभरिका व्यापारीलाई नि म के भन्छु भने, तिमीहरू आफ्नो परिवारसँग विखण्डित हुनुभन्दा हेर्नुहोस्, दसैँ आयो, अहिले टिको लगाउने मान्छे कसैका घरमा छैनन्। तिहार आयो, मुखमली फुलको माला बन्ने, सयपत्री फुलको माला बन्ने दिदी बहिनी पनि घरमा छैनन्, माला लाउने दाजुभाइ पनि छैनन्। कुन चाहिँ नेपालीलाई दसैँ आएको छ? त्यसले गर्दाखेरि म एउटा कुरा के भन्छु भने, तपाईँहरू सबैलाई, यी बिग्रेका पत्रकार छन् झापामा, त्यो एउटा सापकटोरा छ, दोस्रो के अरे त्यसको नाम, दोस्रो अफ्ताब आलम जन्मियो झापामा भनेर मलाई गर्दै रहेछ। त्यसलाई पनि दबाई गर्दै गरेर मैले कोभिडको बेलामा बचाएर पठाएको। त्यसलाई भनिदिनु, त्यसको अन्त्य माता दुर्गाले गरिदिनु। म दुर्गा माताको भक्त हुँ। त्यो अर्को एउटा परिवार रहेछ है, त्यो मलाई निकै चोकमा उ गरेर मुख छाड्दै रहेछ। परिवारलाई के भनिदिनु भने नि, राम्रोसँगले तपाईँले मेरो विरोध गर्नुभन्दा एउटा तुलसीको मोठ बना र तुलसीको पूजा गर, त्यति बुद्धि आओस् भनेर भनिदिनु त्यसलाई है। त्यसले गर्दाखेरि आज फुलपातीको दिन, दुर्गा माताको शक्ति जागेको दिन, म तपाईँहरूलाई के भन्छु भने, सही यो के भन्छ यसको नाम, सोसियल मिडिया चलाउने सही पत्रकारहरू पनि देश जोगाउन लाग्छ, पेट पाल्न लाग्दैन। जो गरेनन् भनेदेखि अब यिनीहरूको अस्तित्व नाश हुँदैछ। नमस्ते। र आज यो चुनाव गराउनुभन्दा पहिला नेपालीहरूलाई ल्याउन, ती खाडीमा भएका नेपालीहरूलाई चुनाव आवश्यक कि ती खाडीमा अलपत्र परेका नेपालीहरूको बिजो ल्याउने आवश्यक हो। त्यसले गर्दाखेरि यिनीहरूले जनताको पक्षमा काम गर्दैनन्, देश सक्ने काम गर्दैछन्। मान्छे तयारी भइसकेपछि भारत सरकार या हिमानी सरकार आउने भन्ने कुरा भएको थियो। मलाई थुनेपछि चुनाव हुने भनेपछि त कस्तो रहेछ यिनीहरूको प्रवृत्ति। 16 गते सबै काठमाडौँ आइसक्यो, 17 गतेदेखि हुने हडतालमा सहयोग गर। यसमा राजेश सुमन मेरो कुरा भएको थियो, हेक्का रहोस् विज्ञहरूलाई, तिमीले कति पढाएको छौ? इतिहास त पढायो होला नि। त्रिभुवन सरकार कहाँ जानुभएको थियो प्रजातन्त्रको लागि? कहाँ जानुभएको हो? गद्दी छोडेर जानुभएको होइन जनतासँग? जानुभएको कि होइन? पृथ्वीनारायण शाहले हातमा कति बोकेर नेपाल एकीकरण गर्न निस्किनु भएको होइन?
तिमीहरू विज्ञ जस्तो मात्रै होइन नि त, कोठामा बसेर युट्युबमा बोल्ने अनि जान हुँदैन, यो हुँदैन, त्यो हुँदैन भन्ने होइन नि त। साहस भएको मान्छे युगले एउटा जन्माउँछ, युगले एउटा जन्माउँछ। कुरो बुझ्यो? त्यसले गर्दाखेरि त्यतिखेर पृथ्वीनारायण शाह जन्मायो देश बनाउनलाई, देश जोगाउनलाई। जङ्गबहादुर जन्मायो। अर्को देश जोगाउन, प्रजातन्त्र ल्याउनलाई त्रिभुवनलाई जन्मायो। विकासका खाका कोर्नलाई राजा महेन्द्रलाई जन्मायो। आज यो देश जोगाउनलाई, म त राजा त होइन, म कुनै राजनीतिज्ञ होइन, तर आज दुर्गाप्रसादलाई जन्माएको छ। दुर्गाप्रसाद हार्दैन, तल पुलिस छन्। अब म जाँदैछु, के कारणले पक्रियो अब केही पनि छैन अहिले। अब के भन्छ भने अरू कुरा के छ, म त घरमा छु, उनीहरूकै निगरानीमा छु, गेट अगाडि पुलिस छन् 24 घन्टा, छन् कि छैन भनेपछि यिनीहरूले देश कहाँ लान आँटेको रहेछ। र आवाज बोल्ने मान्छेहरूलाई आवाज दबाउने। र म नेपाली सेनालाई एउटा कुरा के भन्छु भने पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो, पृथ्वीनारायण शाहको लिगेसी बोकेको तपाईँहरू सेना हो। तपाईँहरू सोच्नुहोस्। म अहिले बाहिर जान आँटेको थिएँ, तर बिहानै पुलिसहरू अब तपाईँलाई लानुपर्ने भयो भनेर मलाई भक्तपुरमा लिन आउँदैछन्। र म सम्पूर्ण नेपालीहरूलाई के भन्छु भने आज देख्यो होला नि खाडी मुलुकको हालत कसरी हान्यो। इरानले हान्यो नि, बेस क्याम्प राख्न दिँदा, कतारमा हान्यो, ओमानमा हान्यो, होइन कुद्दैछन् होइन नेपालीहरू छटपटिएर त्यहाँ। भनेपछि ती नेपालीहरूले नि अब आज दुर्गाप्रसादको कुरो बुझ्छन् कि बुझ्दैनन्, बुझ्नु होला। र आज यो चुनाव गराउनुभन्दा पहिला नेपालीहरूलाई ल्याउन, ती खाडीमा भएका नेपालीहरूलाई चुनाव आवश्यक कि ती खाडीमा अलपत्र परेका नेपालीहरूको बिजो ल्याउने आवश्यक हो। त्यसले गर्दाखेरि यिनीहरूले जनताको पक्षमा काम गर्दैनन्, देश सक्ने काम गर्दैछन्। मैले भनेको थिएँ नि, चाइनाले रकेट लन्चर हान्दाखेरि, यहाँ मिसाइल छोड्दाखेरि नि, होइन याद गर्नु, चुनाव त 21 गते सकिन्छ, 22 गते छुटिन्छु। म दुर्गा माताको भक्त हुँ, दुर्गा माताको भक्त हुँ। याद गर, यो अपराधी हो। मलाई पटक पटक आज यो आइकन कतिपल्ट थुनिसक्यो। मलाई घरमै, म त बिमारी मान्छे, नजरबन्द राखेको भए हुन्थ्यो नि, होइन। त्यसले गर्दाखेरि म सम्पूर्ण अभियन्ता साथीहरूलाई के भन्छु भने देश सक्न आँटेको छ। र भोलि तपाईँहरू चाइनाले हानेको मिसाइल रोक्न सक्नुहुन्छ भने भोट दिन जानुहोस्, होइन भने बिन्ती छ यो चुनाव बहिष्कार गर्नुहोस्। यो घन्टे पार्टीलाई डिजाइन गरिओरी एमसीसी पास गरिसकेपछि, पुराना पार्टीले एसपीपी पास गर्न नमानेपछि, होइन, र यो देशमा दुर्गाप्रसादले राज संस्था स्थापना गराउँछ, हिन्दू राज्य ल्याउँछ भनेर चैत 15 गतेको माहौल देखेपछि, हाम्रो पक्षमा माहौल भएपछि यिनीहरूले रातारात डिजाइन गरेर अहिले त आउन थाल्यो नि, अघि न अहिले सबै कुरा आउन थाल्यो नि। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने रातारात माहौल चेन्ज गरेर यिनीहरूले सिंहदरबार, सर्वोच्च सबैमा आगो लगाएर आज जुन चुनाव गराउन खोज्दैछन्, यो देश अब सकियो। यो चुनाव भयो भने देश सकियो। यदि तपाईँ साँच्चै भात खानुहुन्छ भने नजानुहोस् चुनावमा भोट हाल्नलाई। आज राणासँग फोटो, पूर्णबहादुरसँगको फोटो लिक भएको मैले थाहा पाएँ। लिक भएको होइन, त्यो आएको हो, खिचेको हो। त्यसमा ढाँट्नुपर्ने एआइसिआई होइन। मेरो पर्सनल काममा मैले पहिल्यै भेट हुँदाखेरि कुनै नेताको घरमा 2-2.5 वर्ष अगाडि कहिले हो भेट भएको थियो, 2.5 वर्ष जति भयो। भेट भएको बेलामा मेरो उहाँको पनि स्कुल, मेरो पनि स्कुलको कामले जाँदाखेरि म एउटा, उहाँहरूले पनि विदेशको त्यो ल्याउनु भएको छ नि त, त्यो सिलसिलामा उहाँहरूकोले चाहिँ नि दिँदो रहेछ यहाँको लागि एफिलिएटेड उहाँहरूकै युलेन्स स्कुल छ नि, उहाँहरूले पनि ल्याएको। अनि त्यस भएर बुझ्न गएको थिएँ। त्यो बुझ्न गएको बेलामा फोटो खिचेको, त्यतिखेर उहाँ परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। मैले के गल्ती गरेँ, फोटो खिच्दैमा चाहिँ के हुन्छ, यहाँ फोटो त प्रधानमन्त्रीसँग पनि खिचेको छ, अस्ति मूर्ति नै दिएको त सुशीला कार्कीसँग, ओम अरियालसँग फोटो खिचेको छ, गिरिजाप्रसाद कोइरालासँग फोटो खिचेको छ, प्रचण्डसँग फोटो खिचेको छ, केपीसँग फोटो खिचेको छ, अभियन्ता सबैसँग फोटो खिचेको छ। फोटोको कुनै अर्थ हुँदैन क्या, फोटोसँगको मतलब भएन। कुरा के हो भने नि कामसँगको मतलब हो। कामसँग चाहिँ कुरा सुन्नु न, हामीले त्यस्ता राजाहरूलाई, त्यस्तो राजपरिवारलाई हटाएर चाहिँ गणतन्त्र ल्याएर के पायौँ? सिंहदरबार, जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालत, जनताको प्रशासनिक केन्द्र सिंहदरबार, जनताको कानुन बनाउने संसद भवन, जनताको आशा र भरोसाको विश्वास रहेको पुलिस हेडक्वार्टरदेखि सारा नेपालभरिका चाहिँ पुलिस हेडक्वार्टरदेखि लिएर गाविस, चौकी, स्वास्थ्य चौकी सबै डरे। त्यसले के गर्यो त? के परिवर्तन ल्यायो? के परिवर्तन ल्यायो? मैले प्रश्न त्यो गरेँ।
भनेपछि त 84 को चुनाव 82 मा गराउनकै लागि सिंहदरबार र सर्वोच्चमा आगो लगाएको हो कि के हो त? यो कुरो स्पष्ट नभइकिन किन तपाईहरु चुनावमा धेर बल गर्नुहुन्छ? र मैले हिजो बसकै क्रममा पनि के भनेको थिएँ भने सबै नेपालीहरु त भात खाएर बाँच्ने जिउँदो लास रहेछन्, बोल्ने मान्छे नै रहन्छ यहाँ, बोल्दाखेरि थुनिनु पर्ने। मैले यही कुरा गरेँ। खोइ त कसै न कसैले त आवाज उठाउनु पर्यो नि भनेर मैले पटक पटक यही कुरा भन्दै आएँ। आज सिंहदरबार जस्तो, सर्वोच्च अदालत जस्तो, संसद भवन जस्ता देशभरिका त्यस्ता सम्पदामा आगो लाग्दाखेरि कोही पनि नमल्ने। हामीमाथि हतियार र ड्रेस देखाएर अनि त्यहाँबाट चुनाव गराउन जाने, त्यो त भएन नि त। कमसेकम हाम्रो कुरा के हो? सर्वपक्षीय सरकार बनाऊ, नमिलेका कुरामा संविधान संशोधन गरौँ, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गरौँ होइन, त्यस पछाडि राज संस्था स्थापित गरौँ, त्यस पछाडि चुनावमा जाउँ। हामी पनि चुनावमा जान्छौँ भने हो नि, हामीले चुनावमा जान्न भनेको छैनौँ नि। भनेपछि सिंहदरबार सर्वोच्च अदालतमा आगो लाग्ने, सबै ठाउँमा आगो लाग्ने, अनि त्यस पछाडि खालि चुनावमा मात्रै जाने। चुनाव के को लागि? चुनाव त 84 मै चुनाव भइहाल्थ्यो नि त, रेगुलर चुनाव त 84 मै भइहाल्थ्यो नि त। किन यो अहिले यत्रो पैसा खर्च गर्नुपर्ने? त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने आज पनि भन्छु, 2058 साल जेठ 19 गते हाम्रा प्यारा राजा रानीको हत्या गर्ने संस्था, 2062-63 मा आन्दोलन गराउने संस्था र राज संस्था सिद्ध्याउने संस्था, 72 मा संविधान ल्याउने जुन धर्मनिरपेक्ष संहिता सहितको धर्मनिरपेक्ष लादेर ल्याउने जुन संस्था छ, र अहिले सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने संस्था एउटै हो। उनीहरूकै डिजाइनमा यो चुनाव हुँदैछ। यो चुनाव भनेको अब नेपाल युक्रेनको बाटोमा गयो। यो चुनाव भएको दिनदेखि युक्रेनको बाटोमा गयो। मैले हेर्नुहोस् यति भनेको छु, म रुन मात्रै सकेको छैन, मेरो आँखाबाट आँसु हतपति झर्दैन है, म रुन मात्रै सकेको छैन। मैले आज यो कुरा भन्नुपर्दाखेरि मेरो हृदय फुटेको छ कि नेपाल अब युक्रेनको बाटोमा जाँदैछ। के लोकतन्त्रमा बोल्न पाइँदैन? होइन, लोकतन्त्रमा बोल्न पाइन्छ भनेर ल्याएको नि त हामीले। संविधानकोले स्पष्ट भनेको छ त, मेरो राइट्स मैले भन्न सक्छु कि तपाईँहरू चुनावमा नजानुहोस् र देश सिद्धिँदैछ। देश सिद्ध्याउने हो भने तपाईँहरू जानुहोस्, साँच्चै देश सिद्ध्याउने विचार छ भने गएर चुनावमा भोट हाल्नुहोस्। साँच्चै भात खाने मान्छे छ भने नि, भात खाने जनता हो नि, भात नेपालीमा राम्ररी भन्छु, भात खाने जनता हो नि, योपल्ट चुनावमा भोट हाल्न जाँदैन। जहिल्यै पनि सडकबाट पक्षको भूमिकामा दुर्गा परसाई हुन्छ, र दुर्गा परसाई भनेको सत्य हो, राज संस्था र नि वैदिक सनातन भनेको पनि शाश्वत र सत्य हो। म फेरि गलेको छैन, मैले गल्न पनि हुँदैन, र मलाई गल्ने छुट पनि छैन। नेपाली जनताहरूले मलाई गल्ने छुट पनि दिएको छैन। त्यसमा पनि माता दुर्गाको भक्त हुँ म। यो शिवजीको देश, माता दुर्गाको देश। म कतिखेर थाक्छु भने जतिखेर यो सर्वोच्च अदालत जस्तो चिज, जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालत, सिंहदरबार सम्पदा सूचीमा परेको जनताको प्रशासनिक भवन सिंहदरबार, साथै जनताको कानुन बनाउने संसद भवन जल्यो, र देशैभरि जनताको सुरक्षार्थ खट्ने पुलिसहरू माथि जुन बर्बर दमन भयो, हतियार खोसिए, यी कुराहरूले न्याय नपाइन्जेलसम्म दुर्गा परसाई लडिरहन्छ। यो कुरा हिजो राज्य सत्ता सञ्चालन गर्नेले बुझ्दा पनि हुन्छ, र भोलि आउने राज्य सञ्चालन गर्ने सञ्चालकहरूले बुझ्दा पनि हुन्छ। यो कुरामा क्लियर हुँदा हुन्छ, किनभने दुर्गा परसाई गल्दैन। 1 करोड 89 लाखमा 1 करोड 5 लाख जनताले त भोटै दिएनन् नि त, भोट दिएनन्। 1 करोड 89 लाख थिए भोटर्स, 1 करोड 5 लाखले भोट दिएनन्। त्यतिखेर राजा हटाउँ भनेको थियो नि, 7 सालमै हिन्दू राष्ट्र हटाउँ भनेको थियो। तर कसो राजाहरूले थामेर 2017 सालमा कु गरेर 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, 2036 सालको जनमत सङ्ग्रह, 2046 को आन्दोलन, त्यो आन्दोलनले बहुदलीय व्यवस्था आयो। त्यस पछाडि बहुदलीय व्यवस्था पछाडि जनयुद्धको थालनी 52 सालमा, 2058 साल जेठ 19 गते हाम्रा प्यारा राजा रानीको हत्या, 2062-63 मा विधिवत रूपमा राजालाई कसरी हटाइयो? यहीँका जनता उठाएर हटाइयो होइन, हटाइयो नि। भनेपछि 2072 को संविधान जारी यीका जनताले गरे होइन, र गोविन्द केसीलाई टिचिङमा सुताएर माइती घर मण्डलामा जुन सुताएर नाटक गरियो, र त्यो
त्यो गर्दै सिंहदरबार सर्वोच्च अदालतदेखि यो सबै ध्वंस गराएर यो चुनाव गराउने संस्था एउटै हो, पात्र फरक हुन्। मलाई लगेर उठ्या खरीको रुख बोर्ड छ शहीद शुक्रराज शास्त्रीहरूलाई झुन्याएको, त्यहाँ लगेर झुन्याएको शासक हो। तर म बोल्न छोड्दिनँ, र म एउटा कुरो के बुझ्नु भने हामीसँग सरकारले 12 बुँदे सम्झौता गरेको छ। त्यो 12 बुँदे सम्झौता हुबहु कार्यान्वयन कहिले गर्दो रहेछ, हामी केही समय मौन बस्छौँ। र म तपाईँहरूलाई एउटा कुरो के भन्छु भने तपाईँहरूले जे गरेर पनि तपाईँहरूलाई जनताले मध्ये 2/3 तपाईँहरू ल्याउनुहोस् होइन, भ्रष्टहरूलाई कारवाही गर्नुहोस्, देशको रक्षा गर्नलाई विदेशीहरूको गुलाम नबन्नुहोस्, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गराउनुहोस्। तपाईँलाई त्यो मौका छ अहिले पनि, राज संस्था स्थापित गर्नुहोस् भन्छु म, भ्रष्टहरूलाई कारवाही गर्नुहोस्। म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने स्वास्थ्य शिक्षा निःशुल्क होइन, स्वास्थ्य शिक्षा किन्न सक्ने वातावरण बनाउनुहोस्, सबैको तलब बढाएर सबै नेपालीलाई किन्न सक्ने। नेपालीका छोराछोरी नि मागी खानेका छोराछोरी होइनन्, स्वास्थ्य शिक्षा फेरि चाहिँदैन। नेपालीका छोराछोरीलाई स्वास्थ्य शिक्षा किन्ने हैसियतको व्यापार व्यवसाय चलाउने वातावरण बनाउनुहोस्। र म तपाईँहरूलाई के भन्छु भने तपाईँहरूलाई शुभकामना छ, अग्रिम शुभकामना छ। मैले तपाईँहरूको विरोध कहिले पनि गरिनँ, तर तपाईँहरूलाई जसले प्लानिङ गरेको छ नि त्यसको मात्रै विरोध गरेको, सिस्टमको विरोध गरेको। जितेर आउनेलाई पनि शुभकामना भन्छु, नेपालकै नागरिकले जितेको छ। तर नेपालको नागरिक भए पनि नि पश्चिमाको डिजाइन छ होइन, त्यसले गर्दाखेरि तपाईँहरू त्यहाँबाट बाहिर निस्किनुहोस्, राज संस्था कायम गर्नुहोस्, हिन्दू अधिराज्य कायम गर्नुहोस्, दुर्गा परसाई जहिल्यै तपाईँहरूको साथमा हुन्छ।